रामेश्वर शिवलिङ्ग जसलाई स्वयं भगवान रामले स्थापना गरेका थिए। तर के तपाईलाई थाहा छ त्यो राम स्थापित शिवलिङ्गसँगै एउटा अर्को पनि शिवलिङ्ग छ भनेर, जसलाई स्वयं हनुमानले कैलाशबाट बोकेर आएका थिए। एउटा रोचक कुरा के भने यहाँ आउने भक्तजनहरूले पहिला हनुमानद्वारा स्थापित शिवलिङ्गको पूजा गर्ने गर्दछन्, अनि मात्र रामद्वारा स्थापित शिवलिङ्गको पूजा हुने गर्दछ। किन त? आउनुहोस् एउटा कथा सुन्नुहोस् है त। भगवान रामले जब रावणको वध गर्नुभयो तब उनलाई ब्रह्म हत्याको पाप लाग्यो, किनभने रावण प्रकाण्ड विद्वान ब्राह्मण थिए। ऋषिहरूले रामलाई यो हत्याको दोषबाट मुक्त हुन शिवको आराधना गर्नुपर्ने सुझाव दिए। रामले पूजास्थलको रूपमा गन्धमादन पर्वतमा अवस्थित त्यही समुद्र किनारमा रोकिने निर्णय लिनुभयो, जहाँबाट उनले लङ्का जानको लागि सेतु निर्माण थालेका थिए। र आज यही स्थान नै रामेश्वरमको नामबाट विख्यात रहेको छ। भगवान रामले यही शिवलिङ्ग स्थापना गर्ने निर्णय गर्नुभयो र हनुमानलाई कैलाश गएर एउटा दिव्य शिवलिङ्ग लिएर आउन अनुरोध गर्नुभयो। हनुमान रामको आज्ञा पाउने बित्तिकै कैलाशतर्फ उड्नुभयो, तर कैलाश निकै टाढा थियो। हनुमानलाई त्यहाँ पुगेर आउन ढिला भइरहेको थियो। यता शिवलिङ्ग स्थापना गर्ने साइत बित्दै थियो। तब माता सीताले त्यही समुद्र किनारको बालुवाबाट एउटा शिवलिङ्ग तयार पार्नुभयो र भगवान रामले त्यही लिङ्गको विधि विधान सहित स्थापना गर्नुभयो। रामद्वारा स्थापित भएकोले यो लिङ्ग राम लिङ्गको रूपमा परिचित भयो। त्यही बेरमा हनुमान पनि कैलाशबाट शिवलिङ्ग बोकेर आइपुग्नुभयो। जब हनुमानले पहिले नै शिवलिङ्ग स्थापना भएको देख्नुभयो, उहाँ निकै उदास हुनुभयो। यो देखेर राम भगवानले हनुमानले कैलाशबाट ल्याइएको शिवलिङ्गलाई पनि आफूले स्थापना गरेको रामलिङ्ग नजिकै स्थापना गरिदिनुभयो र यो लिङ्ग विश्वलिङ्गको नामबाट प्रख्यात भयो। त्यसपछि भगवान रामले हनुमानद्वारा ल्याइएको लिङ्गको नै पहिले पूजा गर्नुपर्ने नियम बनाउनुभयो। यदि हनुमानद्वारा ल्याइएको लिङ्गको भन्दा आफूले स्थापना गरेको लिङ्गको पहिले पूजा गरेमा फल प्राप्त नहुने विधान पनि बनाउनुभयो र आफ्नो प्रिय हनुमानलाई एउटा उच्च सम्मान दिनुभयो। दर्शकवृन्द, यदि तपाईँ भगवान हनुमानको परम भक्त हो भने कमेन्टमा जय श्रीराम अवश्य लेख्नुहोला।